बाख्रा हेर्ने ड्युटी आज मेरो गाइस। आज छुट्टी थियो अनि आफैले हेर्नु पर्यो। के गर्नु, गाह्रो छ हो, गाह्रो छ गाउँले जीवन। यस्तै हो गाइसहरू। काला, सेता, राता, हरिया, पहेँला सबै छन् हाम्रो बाख्रा। सिमल तरुलको पत्ता कति मजाले खाने रहेछ है गाइस। एउटा चाहिँ वहाँ पर पुगिसक्यो। तानेर ए कस्तो तान्छ। आइज ल, आइज। आ आ हेत्तेरी, नतनमा नतन। अब अल्झेर गाँठै बनायो पुरा। आ सिधा घरमा जाने। अब सिधा यता 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 यता। दिनभरि ए गर्दै कराउँछन्। राति भएपछि साँझ पर्न थाल्यो अनि बाख्रा हेर्नुहोस् न गाइस कति मजाले चर्दै। दिनभरि चाहिँ कराउँदै बस्दै गर्छन्। एक दुई 3 4 5 6वटा छन् गाइस। दुईटा खसी बेचेको अस्ति। अहिले यहाँ 6वटा मात्रै छन्। यो दुईटा ब्याउने छ, उयो ब्याउने छ अनि त्यो परको सेतो ब्याउने छ। यति नै हो मेरो सम्पत्ति। बाख्रा गाई चराउन चाहिँ लास्टै मजा आउँछ के। जङ्गलमा बस्यो, बाख्रा गाई चरायो, टाइम पास हुने, खाएको हेऱ्यो। यिनीहरूले कति मजाले कराम चलाउँदै खान्छन् है। लास्ट रमाइलो लाग्छ। नभाग्ने भने भाग्यो भने त फेरि छुटेर आउँछ। कस्तो भाग्छ ऊ त्यो बुढी माउ झन् भाग्छ। त्यो कालोदेखि उतापट्टिको सेतो त्यो धेरै भागो रहेछ। यो पनि भाग्छ कहिले कहिले, अरूको त्यति भाग्दैनन्। बाख्रा चराउने ड्युटी आज मेरो। टाइम पास पनि हुने, बाख्रा पनि अगाउने है। मजा छ जिन्दगी।